ल यहाँ 3 जना बल्छी लिएर बसेको छन् हैन। यो एउटा भाइ छ, यता हेर त भाइ। अब कसले पहिलो माछा मार्छ हैन। एउटा भोटे छ, भोटे यता हेर हैन। अब कसले पहिलो माछा मार्छ भन्ने च्यालेन्ज छ यहाँनिर। 3टा बल्छी छ है। एउटा बल्छी त्यहाँ छ। ओ भान्जा यता हेर ल, कसले पहिला माछा मार्छ हैन त। ल हेरौँ है त ल कसले कत्रो माछा निकाल्छ हैन भाइ। ल गाइज हेर्दै जाम है त, हेर्दै जाम। केटाहरूले 3 ठाउँमा थापेको छन्। पोखरी ठुलो छ हैन। यहाँनिर टन्नै माछा मारिरहेको थियो अघि त। अहिले चाहिँ एकदम कम छ, पानी परेर होला हैन। ल हेर्दै जाम है, हेर्दै जाम है। हेर्दै गर है आफ्नो आफ्नो उसमा। तानो है तेरो, तानो बिस्तारी बिस्तारी बिस्तारी, पहिला डुब्न दे। पक एकछिन पक। तान्दैछ कि, एकछिन पक। वेट अ मिनट। त खाँदैछ कि तर पुरै अड्केको छैन क्या। अड्केको छैन। खाँदैछ तर डुबेको छैन क्या। यो डुब्नु पर्यो। यो डुबिसकेपछि तान्ने हो क्या। गाइज हेर्दै जाउँ है त। त्यो भाइले माछा पाएर बरु त्यहाँ। ल यो भाइले पारे हो सबभन्दा फर्स्टमा। ल यो भाइले जितेको छ है त च्यालेन्ज। खोइ देखा त। आमामा ल यत्रो पारिदिएको छ है त भाइले। फर्स्ट च्यालेन्ज जितेको छ। ल भाइ तिमीहरूलाई त पछाडि ला। यसले पनि जिको रे, यसले पनि जिको, भोटेले पनि जिको। भाइको कति भयो भाइ? भाइको मेरो ठुलो भयो। चितुवाले चाहिँ झिकेन मलाई। दुईटा केटाहरूले झिक्यो होइन, तर चितुवाले झिक्न सकेन है त। ल भान्जाले यो च्यालेन्ज हारेको छ है त भान्जा।